कसम मसान घाट आइपुग्यो क्या गाइस होइन आज चाहिँ हामी खास भन्ने भने चाहिँ के गर्न गएको भन्दाखेरि चाहिँ हाम्रो पर एउटा त्यो मसान घाट छ त्यहाँ चाहिँ 12 बजी तर्साउँछ अरे भन्ने थियो अनि हामी चाहिँ त्यहाँ जाँदै गरेको क्या काँचो मासु पनि देखाउनु काँचो मासु खोइ काँचो मासु कसले बोकेको छ यो झोलामा चाहिँ काँचो मासु हामीले 3-4 केजी बोकेको छौँ हेलो गाइज यहाँ चाहिँ केटाहरू आज खै के उसले हिँडेको रातको अहिले कति बज्दैछ 12 बज्दैछ होला होइन यो मान्छे त भाइरल भइसक्यो यहाँ छ अरू केटाहरू होइन यो टस कस्तो बलेको छ गाइज होइन आज चाहिँ हामी खास भन्ने भने चाहिँ के गर्न गएको भन्दाखेरि चाहिँ हाम्रो पर एउटा त्यो मसान घाट छ त्यहाँ चाहिँ 12 बजी तर्साउँछ अरे भन्ने थियो अनि हामी चाहिँ त्यहाँ जाँदै गरेको क्या काँचो मासु पनि देखाउनु काँचो मासु खोइ काँचो मासु कसले बोकेको छ यो झोलामा चाहिँ काँचो मासु हामीले 3-4 केजी बोकेको छौँ अब त्यहाँ निस्क्यो भने निस्केन भने हामी त्यही सेकअप बनाएर खान्छौँ भन्ने कुरा धेरै हल्ला छ कहाँ टिकटकतिर त झन् छ्यापछ्यापी पो छ त यार हो क्या त्यही भएर हामी चाहिँ मसान घाट जानेछौँ 4वटा गाविसको सङ्गम स्थल ठाउँको मसान घाट हो बस्तीको झुन्डी त्यही नै हो होइन र भिडियो हेर्दै गर्नलाई त साथीहरू हामी मसान घाट जान्छौँ अब केटाहरू मस्त यहाँ रेडी हुँदैछ अब हाम्रो प्लानिङको लागि यहाँनिर खोला छ है देख्न सक्नुहुन्छ यहाँनिर खोला मात्रै छ केटाहरूले चाहिँ यहाँ मस्त अब थाल्नु आफ्नो काम थालिसक्यो होइन म चाहिँ यहाँ देखाउँदैछु अरू भन्दा पनि त्यस्तै हो मेरो क्यामेरा भन्दा पनि मेरो टस चाहिँ बबाल छ क्या माल निस्केन खै माछला यो हुँदैन हौ केटा डबल कस्तो काम काटेर सिङ्गल बनाइदिनु होइन डबलले नि हुन्छ हौ तालमेल मिल्नु हो यसरी ठुलै हान न साह्रै ठुलो हो नि फेरि हुँदैन एउटा पऱ्यो एउटा पर्यो माल पक्रे माल भरि भयो सक्ने ल यहाँ माछा देख्यो कि एउटा माछाको लागि 3-3वटा हात परि उम्काएछ उम्काएको ठुक्कै नमर्दाहरू उम्कायो नि अघि कहाँ पुग्यो अब त काम छैन तिमीहरूको मालु यहाँ छ पक्रि अर्को माल छ अर्को माल टक्क हामी चाहिँ होइन पासम्म आउँदै गर्दा चाहिँ यहाँ देखाउँदामा देखा त कसम मसान घाट आइपुग्यो क्या यहाँ चाहिँ होइन पहिला जुगदेखि मान्छे जलाउँथ्यो क्या यहाँ चाहिँ 4वटा गाउँ हुन्छ नि गाविसको सङ्गम स्थल ठाउँ पनि हो हरेक ठाउँको मान्छे जलाउन चाहिँ यो ठाउँमा ल्याउँछ क्या डर लागेको छ यो माथि यो देख्दै हुनु ओ देखा त माथि ठुलो पारेर देखा न ल यो चाहिँ हो क्या खास हाम्रो मसान घाट चाहिँ देखिँदैन त अनि देखिँदैन गाइस होइन तर पनि हामी चाहिँ अहिले मसान घाटमै आइपुगेका छौँ क्या निस्किन्छ कि भनेर होइन खोइ के हो त्यो छैन ए माल चारै छ लु माछासम्म गयो ल हेर्न एउटा माल समाउन आँटेको छ अर्को माल फेरि
पनि गर्नु नपाइतियो केटाहरूले अरू भन्दा पनि त्यस्तै हो कि माल चाहिँ एकदमै धेरै पाइरहेछ क्या यता माथि आएर चाहिँ अनि हाम्रो टर्चको चार्ज पनि सकिन आँटेको छ तर देखा न है मालहरू यो चुडेलहरू कहाँ हिँडेको यार राति राति खोलातिर अब चाहिँ हाम्रो त्यो हुन्छ नि जुन अघिको माल समाउने कार्यक्रम चाहिँ सकेको छ होइन अनि अब चाहिँ अर्को हाम्रो कार्यक्रम भनेको चाहिँ काली झान्ने हो